दारिगाङ युकेको कुरा गर्नुपर्दाखेरि हामीले दारिगाङ युकेमा चाहिँ विगत 2 वर्षदेखि समस्या पर्नु भएको स्टुडेन्टहरूलाई रुम खोज्नको लागि हेल्प गर्ने, जबको लागि हेल्प गर्ने र युके भरि के समस्याहरू आइपर्छ नेपाली विद्यार्थीहरूलाई त्यो समस्या हल गर्नको लागि चाहिँ हामीले सक्दो प्रयास गर्ने कोसिस गरिरहेका छौँ। केमा पनि त मान्छे होइन र समाजलाई हाम्रो खाँचो छैन र। मैले चाहिँ एउटा पोस्ट देखेको थिएँ हाम्रो दारिगाङमा चाहिँ उक्त पोस्ट चाहिँ हाम्रो सागर श्रेष्ठज्यूले गर्नुभएको थियो। ललितपुरमा अवस्थित तुलसरले आश्रममा चाहिँ बालबालिकाहरूलाई चाहिँ खाद्यान्नको अभाव छ भनेर र त्यो पोस्ट देखिसकेपछि हाम्रो दारिगाङ युकेको सल्लाहकार राज पाण्डेज्यूले चाहिँ मलाई सम्पर्क गर्नुभयो। उहाँहरूको एनिभर्सरी चाहिँ आउँदैछ र त्यो एनिभर्सरीमा लाग्ने सम्पूर्ण खर्च चाहिँ म योपल्ट चाहिँ उक्त आश्रमको बालबालिकाहरूलाई चाहिँ खाद्यान्नमा सहयोग गर्न चाहन्छु भन्नुभयो। हामीले युकेमा मात्र नभएर नेपालमा पनि हामीले हरेक क्षेत्रमा हामीले काम गर्दै आइरहेका छौँ। राज पण्डेज्यू र उहाँको श्रीमती डाक्टर रक्षा थापा पण्डेज्यूको चाहिँ समन्वयमा उक्त तुलसरलाई आश्रममा चाहिँ 1 महिनालाई पुग्ने खाद्यान्न सामग्री र साथै 15,000 नगद हस्तान्तरण भएको थियो। र त्यसै गरी राज पण्डेज्यूले चाहिँ हामीलाई यो कार्यक्रममा मात्र नभएर हाम्रो दारिगाङले गर्ने विभिन्न कार्यक्रमहरूमा हामीलाई साथ सहयोग गर्दै आउनु भएको छ। कालमा दारी काँधमा जिम्मेवारी उठाउनलाई देशको भारी हामी हन्छौँ तयारी लुक यम द म्यान किप काम बी अ मेम्बर अफ दारी ग्याङ। देखाउने छौ यो संसारलाई हाम्रो मनमा के छ भनी, स्वीकार छ समाज यो आफै देशको लागि मर्छ भनी। केमा पनि त मान्छे होइन र समाजलाई हाम्रो खाँचो छैन र। केमा पनि त मान्छे होइन र समाजलाई हाम्रो खाँचो छैन र। सारा सपना गोड दिन्छु नेका पाइला मोड दिन्छु पाली हिँड्छु कपालदारी जान्दिन म अरू जस्तो के जाति नक्कल पारी मान्छे पनि अनेक तरिदारी देखि हेर्छ मरी अशक्तको सेवा गर्ने देशको लागि पर्दा मर्ने त्यति माने हुन्छ ध्यान अल हेड डाउन टु द बियर्ड म्यान। कसैको पर्व छैन मलाई देशकै ध्यान सो अल हेड डाउन टु द बियर्ड। केमा पनि त मान्छे होइन र समाजलाई हाम्रो खाँचो छैन र। यो मेरो दारी दुनियाँलाई किन भारी भार दिक्क लाग्यो सुन्दा अनि सुटा सरकार म त व्यस्त समाज अन्धकारमा दियो जलाएर दारी लिने कति यहाँ मेरो क्षमा पल्काएर कुरा उच्च मेरो दारी त्यो अपराधी अनि नेता भ्रष्टाचारीसँग म त दङ्ग छु कुरा काट्नेहरूलाई बाल म छर्लङ्ग छु। दारी पाल्ने सबको रहर तर किन आउँदैन के गरोस् उसले अर्को जुनी पाउँदैन। हामीले दारिगाङ युकेबाट विभिन्न कामहरू गर्दै आइरहेका छौँ विगत 2 वर्षदेखि र यो एउटा राम्रो कज पनि हो र हामीले चाहिँ दारिगाङ युकेको पहलमा केही थोरै हेल्प गर्न सकिन्छ भने किन नगर्ने भनेर भित्री मनबाट एउटा आफूलाई महसुस भयो। आवश्यकता आफ्नो होइन कि यी उद्धार गरिएका व्यक्तिहरूको लागि चाहिँ माग गरौँ र सरकारले पनि जहाँ बढी आवश्यक छ निरीक्षण गरेर सर्वे गरेर त्यसमा अनुगमन टोली खटाएर आवश्यक परेका ठाउँमा चाहिँ सपोर्ट गर्ने एउटा प्रावधान बनाइदिए हामी जस्ता मान्छेलाई चाहिँ सरकारले सहयोगी हातहरूले चाहिँ नजिकबाट आएर हेरेर सहयोग गरिदिनुपर्छ जस्तो लाग्छ। युकेमा बसोबास गर्दै आएर विभिन्न आफ्नो पेसामा विज्ञता हासिल गर्नुभएका विभिन्न मान्छेहरू आइटी एक्सपर्ट त्यसपछि एचआर एक्सपर्ट र एकाउन्ट एक्सपर्ट र विभिन्न शाखामा विभिन्न काममा अनुभव रहेका सदस्यहरूबाट चाहिँ हामीले एउटा पुलको काम गरेर जुन चाहिँ साँच्चीकै समस्याहरू परिरहेका सदस्यहरूलाई चाहिँ हामीले चयन गरेर चाहिँ उहाँहरूलाई हामीले के कसरी हेल्प गर्न सकिन्छ उहाँहरूको सिप विज्ञता दक्षताहरूलाई चाहिँ कसरी हामीले चाहिँ अरूमा ल्याउन सकिन्छ भन्ने कुरा पनि हामी अगाडि बढेर हामी काम गर्न चाहन्छौँ भने भविष्यमा ठुलो स्केलको रूपमा चाहिँ केही कार्यक्रमहरू र केही प्रोजेक्टहरू र केही बिजनेसको कुराहरू पनि हामी गर्न चाहन्छौँ ताकि हामी सामाजिक काम मात्र गर्ने होइन कि हामी सामाजिक काम सँगसँगै आफू पनि इन्डिपेन्डेन्ट भएर हामी अरूलाई पनि सेवा गर्न चाहन्छौँ र यसबाट हामी सन्देश दिन चाहन्छौँ कि दारी पाल्नु कपाल पाल्नु बाहिरी आदरणले केही पनि मान्छेको फरक पार्दैन भित्री मन राम्रो हुनुपर्छ र जोसुकै बाहिरबाट मान्छे जेसुकै भए पनि उसको भित्री सामाजिक भाव र सामाजिक चेत छ भने उसले समाजमा जस्तोसुकै पनि काम गर्न सक्छ राम्रो काम गर्न सक्छ भन्ने हामी सन्देश दिन चाहेको हो।
र दारिगाङ युकेको कुरा गर्नुपर्दाखेरि चाहिँ दारिगाङ युकेले चाहिँ विभिन्न नेपाली विद्यार्थीहरूलाई चाहिँ साथ सहयोग हामीले सकेको गर्दै आइरहेका छौँ। समस्यामा पर्नु भएको छ भने हामी दारिगाङ युकेलाई सम्झन सक्नुहुन्छ, गर्न सक्ने कामहरू चाहिँ हामी सधैँ गर्नलाई हामी लागि पर्नेछौँ।